आज चाहिँ म यम्मी मोमो खान जाँदैछु। हेर्नु न मोमो नै जम्मा यति छ होइन, 3टा तर कत्रो छ, प्लेट भरेको छ। बाइ द वे मैले चाहिँ मोमो अघि नै खाएर फुल भइसकेँ। त्यही पनि फेरि मिठो लागेर खान लागेको। यो चाहिँ होममेड मोमो हो कि म आफैले बनाएको। अनि हामी चाहिँ मटनभन्दा बढी आई मिन मिटभन्दा बढी चाहिँ भेजमा प्रिफर गर्छौँ क्या। यो भेज पनिर मोमो, भेज विथ पनिर यस्तो मिठो भएको छ, यस्तो मिठो भएको छ। एकदमै तातो पनि छ क्या। मोमो नि यत्रो यत्रो छ, ठुलो मोमो भन्दा आगर। टिमुर हालेको अचार यस्तो दामी भएछ। मोमोको साइज हेर्नु न। यस्तो मजा आइरहेछ खानालाई। मोमो नि यत्रो यत्रो छ, 1 बाइटमा त अड्दा नि अड्दैन। न गाइस, म चाहिँ मोमो खाइसकेँ।